हेलो नमस्कार साथीहरू, वेलकम छ मेरो बिहार भ्लगमा। र साथीहरू म चाहिँ आज नेपालदेखि इन्डिया जान लागो र म चाहिँ आज बस चढेर जान लागो है। सुर्खेतदेखि काकरभित्ताको बस चढेर जाँदैछु र म चाहिँ आज भिडियो बनाउने छु। हेरौँ कस्तो सिन बन्छ, त्यो सबै देखाउने छु। साथीहरू एउटा कुरा चाहिँ आज चाहिँ मैले तपाईहरुलाई देखाउन जाँदैछु। एउटा आज चाहिँ नेपालको सबैभन्दा ठुलो नदी सप्तकोशी देख्नु भएको छ कि छैन है। धेरैजना साथीहरूले त देखिसक्नु भएको होला, तर कोही साथीहरूले नदेख्नु भएको पनि होला। म चाहिँ आज तपाईँलाई देखाउने छु है। म बसमा गइरहेको छु, धेरै राम्रो भिडियो त बन्दैन होला। ल साथीहरू, म चाहिँ फाइनल्ली धेरै समयको पर्खाइमा चाहिँ पर्खिँदा वेट गर्दा म चाहिँ सप्तकोशीमा पुगिसकेँ है। तपाईँहरूलाई सप्तकोशी देखाउन गइरहेको छु। हेर्नुहोस्, नदी चाहिँ मैले सोचेको भन्दा पनि ठुलो रहेछ। यो गाडी कति स्पिड हिँडिरहेछ, तर पनि यो मेटिँदै अझ पनि कति अगाडि कति लामो छ। यो मैले देखाइरहेको छु त्यो साइडतिर पनि यति धेरै छ होइन, तर फेरि यता मेरो अपोजिट साइड छ त्यता पनि अझ ठुलो छ क्या, त्यहाँभन्दा पनि ठुलो छ कि। लास्टै ठुलो रहेछ नदी चाहिँ। ल हामी चाहिँ अब नदीको लास्टमा पुगिसकेका छौँ अनि म तपाईहरुलाई देखाउने छु यहाँ नदीभन्दा अगाडिको थोरै भ्यू पनि थोरै देखाउने छु हजुरहरूलाई।